आदरणीय दर्शकबिन, हुन तपाईँलाई माइक हातमा लिएर गीत गाउन मन लागेको थियो, तर समय र परिस्थितिले गर्दाखेरि मैले त्यो आज यहाँहरूसँग प्रस्तुत गर्न सकिनँ। तर पनि दुःख सुख जीवनको निता निता गीतहरू तपाईँहरूसँग हामीले नाचहरू धुनहरू प्रस्तुत गरिरहेका छौँ र अब मेरो पालो आएको छ र गीत गाउनुभन्दा पहिले यहाँहरू समक्ष म 2 शब्द भन्ने अनुमति माग्छु। त्यो शब्द मेरो त होइन, एक दिन मैले एउटा कविता पढ्दै गरेको थिएँ। त्यतिखेर त्यो कविता चाहिँ स्वर्गीय हरिभक्त पौडेल दाजुको रहेछ। त्यही शब्द भन्ने अनुमति माग्छु। पसलको सुकेसमा सजाएर राखेको छुरी जस्तै, पसलको सुकेसमा सजाएर राखेको छुरी जस्तै कुनै एउटा नवयुवतीको हातमा चढ्दा चढ्दै पट्टै फुट्न सक्छ यो जिन्दगी। आखिर मान्छेको जीवन हो कहीँ कतै हिँड्दा हिँड्दै रबरको फिता जस्तै चढ्दै चुड्न सक्छ यो जिन्दगी। त्यसैले जीवनको कुनै भरोसा छैन, चलिन्छ कथा सुस्तरी।